दुबई वा युएईमा जब खोज्दै हुनुहुन्छ या फेरि आएर जब खोज्ने प्लानमा हुनुहुन्छ भने म मेरो अनुभव सुनाउँदैछु। योभन्दा अगाडिको भिडियोमा मैले सायदै यो भनेकी छैन। सबै मान्छेले यसलाई चाहिँ अन्डररेटेड गरेका छन् क्या, ध्यान दिँदैनन्। तर मैले त्यसरी पनि जब पाएकी थिएँ, जुन पछि मैले एक्सेप्ट त गरिनँ, तर पोसिबल हुँदो रहेछ। फेसबुक ग्रुपमा म जोइन भएँ अनि मैले त्यहाँ लेखेँ क्या, मलाई चाहिँ टिचिङ जब चाहिएको छ भनेर। तुरुन्तै मलाई एकजना म्याडमले सम्पर्क गर्नुभयो अनि अफर गर्नुभयो उहाँको बच्चालाई चाहिँ पढाउनु पर्छ भनेर, स्याडो टिचर भन्दै हुनुहुन्थ्यो। तर मैले उहाँको अफरलाई स्वीकार गरिनँ, किनकि स्याडो टिचर त स्कुलमा गएर मात्र बच्चालाई मद्दत गर्ने हो, तर उहाँले चाहिँ घरमा आएर होमवर्क गराएर गर्नुपर्छ भन्नुभयो क्या। त्यही भएर मैले त्यो कुरा स्वीकार गरिनँ। 2500 दिराम अफर गर्दै हुनुहुन्थ्यो। मैले चाहिँ युएईको विभिन्न टिचर ग्रुपमा जोइन गरेकी थिएँ र मलाई त्यहाँबाट अफर आएको थियो। हिजो आज पनि म अनलाइनबाट ट्युटरिङ गर्छु र मलाई लिङ्क्डइनबाट पनि स्टुडेन्ट मिलेको छ। त्यस्तै हिजो मात्र देखेँ मेरो एकजना स्टुडेन्टले मलाई ट्याग गरेर एकजना लेडी जसले नेपाली सिक्न चाहनुहुन्छ उहाँलाई रेकमेन्ड गर्नुभएको छ। त्यसैले फेसबुक अर्थात् कुनै पनि सोशल मिडिया धेरै पावरफुल छ, तपाईले पनि प्रयोग गर्न सक्नुहुन्छ। तर ध्यान रहोस्, यस्तोबाट चाहिँ स्क्यामरहरू धेरै आउँछन्। आफैले बुझेर जोगिएर काम गर्नुहोला। जसले तपाईलाई काम लगाए बापत पैसा माग्छ त्यस्तो मान्छे दलाल हो, त्यस्तोबाट बिल्कुल काम नगर्नुहोला। अरू पनि जबहरू खोज्दै जानुस् र जुन अथेन्टिक पाउनुहुन्छ त्यसैमा काम गर्नुहोला। बेस्ट विशेस।